के जति यो बारिस्ता हेलो हाई नमस्ते सेवा सेमुना म चाहिँ अनु राई अनि आज चाहिँ न्यू भ्लग लिएर आइसकेको छु तपाईहरुकै साथमा। आशा चाहिँ सन्चै हुनुहुन्छ होला। अनि म चाहिँ अहिले साखु आएको छु अनि अहिले छामाहरुकोमा गइराखेको छु कि अब के रे यता सानो काम थियो सिटीभिटीमा अनि काम सकेर अनि यता छामाहरुकोमा गइराखेको छु अनि छामाले बोलाउनु भएको थियो त्यही भएर गइराखेको छु। के जति यो बारिस्ता सिक्नु भएको मेरो छोरीलाई यहाँ गिफ्ट ल्याउनु भएछ छ्यामालाई म अनबक्सिङ गर्दैछु। रुको जरा सबर गर्दैछु यो चाहिँ हो नि त पारा यहाँ लाबर चाहिँ खोलिसक्यो हजुर। आज हामी यसो अब सबै बाँडे चुडी खानु पर्यो यी खाजा उसको पनि आएको छैन लगाना पाहुनी पनि हौ। ओहो समोसा प्लस केरा अनि जुलेबी अब समोसा त छामाको लागि विशेष गरी सानो सानो होइन जुलेबी अब समोसा त छामाको लागि विशेष गरी सानो सानो होइन ठुलै हो ल छामाको चाहिँ के को यो हो हामी त पड्काउने मिठो रहेछ। यतापट्टि टोक कस्तो छ डराउने कति बेला पकाएको होला अनि होइन खाना खानु बित्तिकै आएको कहाँ अनि आम्मा ओखली बाजी एटो सुत्रै खाना कम्ता कि मन जाइसी होला ना छोचा काले हो यो 10 दिनमा काट्नु पर्ने नपस्ला जस्तो छ कोही कसैलाई कस्तो राम्रो भएको क्या अजय भाइ। अनि अचेल भोलि के गरिँदैछ त नयाँ नाना आज भोलि चाहिँ आज चाहिँ आलु खन्दैछु अरू बेलामा त साँच्चै। अनि तपाईँले पनि के अरे भाइलाई तपाईँ म एक्सपेक्ट गरेर बोल्नु थालेको हो नि त। अनि के अरे खास त भाइ न ओइनाको पनि छैन नाति पो जे पो पर्ने हो खालि भाइ रुङमा बानी कि भाइ भन्नु बानी भएको अब भाइ बन्नु भएको के बोराहरू लियम हेलो लियम सर ए हाम्रो लियम सर यता हुनुहुन्छ है। उसको सानो मिडियम साइजको सानो भने मिडियम साइजको ठिकको आलु खानुले लाइफमा हालेको कि
खाना मेरो आलु त यहाँ बारीमा छ भाइ छ्यामै पराठा ल ल आलु खनेर आलुकै पराठा खानुपर्छ वाउ त्यो हो नि त माथि डाँडाको बासुदे कमाको भन्न मुनिपट्टि के हजुर कस्तो राम्रो मजा कस्तो राम्रो निस्क्यो हजुर खाजा ल मेरो खुट्टाको अवस्था यस्तो छ साथीहरू खुट्टा हुन्छ म यसो म त्यही यो भाइको नाम चाहिँ के हो यो भाइको नाम चाहिँ के हो यसको नाम अँ यसको नाम दीपिका अनि यसको नाम उर्गन गुड 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 के अरे कसरी जानुपर्ने म भन्छ र अब गाडीको छेउमा पनि सिटमा पनि बस्नु दिन्छ कि दिँदैन होला भिजाउँछ भनेर ऱ्याङ्कट हुन्छ होला नि त्यो पढाउँछ कहाँको ठाउँमा जाने हो तपाईँको गाडीमा जानु नि 35 रुपियाँमा 30 रुपियाँमा पुग्ने ठाउँमा कसले 2-3 सय तिरेर बस्छ नि अनि त्योमा के भन्छ ठिक छ ए नाम त यस्तो पो यता हेर्नु त नाम के हो नाम मामा हराउनु भयो मामा हराउनु भयो अरे सबैलाई सुझाव छ यहीदेखि भरे हेर्नु होला भने हेर्नु होला हाम्रो मामालाई भेटाउनुहुन्छ भने यस्तै खालको हुनुहुन्छ यसको बुढी छ छोरी पनि छ कसैलाई भेटाउनु हुन्छ भने गाह्रो छ हौ आउनु पनि ल्याइदिनु पनि बोकेर नि पुर्याइदिनु
म चाहिँ गाडीमा छु जानुपर्ने हेर्नु न कति बेला भइसक्यो यो गाडी दुईवटा गाडी गएपछि बल्ल जाने थिएँ अनि मलाई छोराले यहाँसम्म पुऱ्याउनु ल्यायो अनि त्यहाँबाट अनि छोरा चाहिँ फर्क्यो अब खै कति बेला पुर्याउँछ दुःख लागिसक्यो दुईवटा गाडी गएपछि बल्ल जान्छ भन्दैछ कुरिरहेको छु अनि त्यहाँ गएर फेरि आलु लानुपर्ने छ बोकेर ओ माई गड नै आज त पानीले हेर्नु त म सबै भिजिरहेको छु क्या बस्नु नि कस्तो अप्ठ्यारो लागिरहेको छ कस्तो पानी परेको कि आलु नि सबै खनिसकेन सामानहरूको कति धेरै पानी परेको भनेको हौ फाइनली म घर पुग्छु अनि म चाहिँ आजको लागि यस्तै होला कति बेला पुग्छु होइन आजको लागि यही के अरे अब यस्तै दिन बित्यो अब होइन अब जस कहिलेकाहीँ मान्छेले के सोचेको हुन्छ के हुन्छ क्या अब मैले के सोचेको थिएँ अनि के भयो भनेको मतलब अब मैले त्यहाँ मात्रै आउँछु भनेको थिएँ फेरि यता छ्यामाहरूले फोन गर्नुभयो यता आएँ अनि फेरि अब काम पनि सक्सेस भएन नि त पानी पऱ्यो त्यस्तै भयो क्या अनि त्यस्तै छ ल त सबैजनालाई है माया गरिदिनुहोस् साथ सपोर्ट अब जति पनि गरिराख्नु भएको छ अझै पनि गरिदिनुहोस् अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला सम्पूर्णले भन्दै आजलाई चाहिँ म यति नै सायद म भिडियो बनाउँदिनँ यति नै इन गर्न चाहन्छु कति बेला पुग्छु होइन हेरौँ यति के हुन्छ अब सायद बनाउँदिनँ होला त्यही भएर यहीँ नै क्लोज गर्न चाहन्छु भिडियो चाहिँ है त